नमस्कार। सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा रोजगारीको विषयले प्राथमिकता पाएको छ। श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिने, इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्यघण्टामा आधारित ज्याला प्रणाली लागू गरिने उल्लेख छ। यसैगरी सबै प्रकृतिका रोजगारीमा संलग्नलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी कोषको भूमिका र दायरालाई विस्तार गरिने, कम्पनी, संस्था, सहकारी फर्म वा अन्य सङ्गठित संस्थाको नवीकरण गर्दा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने कानुनी व्यवस्था गरिने पनि उल्लेख छ। सरकारले सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धतालाई अनिवार्य गर्दै कडाइका साथ लागू गर्न खोजेको देखिन्छ। तर श्रमिकको अधिकार र रोजगारी सुनिश्चित गर्न खोजेको सरकारले यो वर्ष निम्न वर्गकालाई न्यूनतम रोजगारी सृजना गरी सामाजिक सुरक्षाको प्रत्याभूति गराउने प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नीति तथा कार्यक्रममा उल्लेख गरेको छैन। यसैगरी नीति तथा कार्यक्रम मानव पुँजी निर्माणका लागि बालबालिकामा लगानी बढाउने विषयमा पनि मौन छ। नेपाल सरकारले नै पारित गरेको एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचनाको उद्देश्य जीवन चक्रमा आधारित जोखिम न्यूनीकरणका साथै विपन्न र जोखिममा रहेका समुदायको जीविकोपार्जनमा टेवा पुर्याउँदै अन्तर पुस्तागत गरिबी घटाउने र मानव पुँजी निर्माण गर्ने हो। तर सामाजिक सुरक्षाको हाम्रो नीति र कार्यक्रम सदैव सामाजिक सुरक्षा भत्ता कार्यक्रमकै वरिपरि सीमित हुने गरेको छ। सामाजिक सुरक्षा भत्ताले केही हदसम्म जीवन चक्रमा आधारित जोखिमलाई सम्बोधन त गरेको छ, तर विपन्न र जोखिममा रहेका समुदायको जीविकोपार्जनका लागि घर परिवारको जोखिम वहन गर्ने क्षमता बढाउने र गरिबी उन्मूलन गर्ने गरी सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन हुनुपर्छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सामाजिक सुरक्षाका विषयमा कति केन्द्रित छ र अब सरकारले ल्याउने बजेटमा यी विषयहरू सम्बोधनका लागि के गर्न जरुरी छ? साथै संसदमा सांसदहरूले मानव पुँजीको विकास र सामाजिक सुरक्षाका सवाललाई कसरी उठाउनुहुन्छ? आजको सामाजिक सुरक्षा बहसमा हामी यिनै सवालमाथि संवाद गर्नेछौँ। संवादका लागि हामीसँग हुनुहुन्छ प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला, प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका सचेतक सुशीला थिङ र उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगका सदस्य प्राध्यापक डाक्टर रामप्रसाद गेवाली। यहाँलाई कार्यक्रममा स्वागत छ। महेशजी, सामाजिक सुरक्षा कार्यक्रम भनेर नेपाल सरकारले बालबालिकाका लागि, ज्येष्ठ नागरिकको लागि, यसै गरी भनरेबल सिचुएसनमा रहेका, अपाङ्गता भएका, विपदमा परेका व्यक्तिहरूका लागि, अझ बालबालिकाहरूको लागि भनेर विभिन्न किसिमको सामाजिक सुरक्षा कार्यक्रमहरू 87वटा सञ्चालनमा छ नेपाल सरकारको। यसैमा थपेर प्रदेश सरकारले, पालिकाहरूले पनि विभिन्न किसिमको सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ। पछिल्लो समयमा अलिकति छरिएर रह्यो, एकीकृत गर्नुपर्छ भनेर एकीकृत फ्रेमवर्क पनि बनाएको छ नेपाल सरकारले। र अहिले पछिल्लो बहस चाहिँ कहाँ पनि पुगेको छ भने अलिकति बजेटको चङ्क बढ्दै गयो, त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने पनि कुरा आइरहँदाखेरि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमहरू बढाउनुपर्छ, अनौपचारिक औपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई समेट्नुपर्छ, बहस यसरी चलिरहेको छ। अहिले यहाँहरू संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा बहस गरिराख्नु भएको छ, छलफल गरिराख्नु भएको छ, कुरा राखिराख्नु भएको छ। यसपालिको नीति तथा कार्यक्रमलाई हेरिरहँदा सैद्धान्तिक रूपमा अहिले मैले जति पनि कुराहरू भने सामाजिक सुरक्षाको, यसलाई कसरी सम्बोधन गर्न खोजिएको छ, सरकार कसरी अगाडि बढ्दैछ र यहाँहरूले सरकारलाई के सुझाव दिइराख्नु भएको छ सामाजिक सुरक्षाको सम्बन्धमा? वास्तवमा अहिले दुईटा प्रकृतिबाट नेपालमा हामीले सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई अगाडि बढाइरहेका छौँ, त्यो योजनालाई अगाडि बढाएका छौँ। एउटा सामाजिक सुरक्षा ऐन 2075 को ऐन बमोजिम पनि एक हिसाबले हामी अगाडि बढिराखेका छौँ। राष्ट्रिय योजना आयोगले तयारी गरेको एउटा एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा एउटा कार्यक्रम छ, त्यस अन्तर्गतबाट झन्डै 87वटा भेराइटीका विभिन्न प्रकृतिका सामाजिक सुरक्षाका कार्यक्रमहरू अहिले हामी कार्यान्वयन गरिरहेका छौँ। यो 87 प्रकृतिका सामाजिक सुरक्षाका कार्यक्रम भनेको चाहिँ यो गैर योगदानमा आधारित र राजस्वमा आधारित यो सामाजिक सुरक्षा कार्यक्रम हो। एकातिर यो छ, यो विषयलाई अहिलेको नीति तथा कार्यक्रमले अलिकति हिसाबले
सम्बोधन गरेर, जस्तो कृषिमा पनि छ, स्वास्थ्य क्षेत्रलाई पनि त्यसले समेटेर ल्याएको छ, शिक्षामा पनि कतिपय उत्पीडित र सीमान्तकृत विद्यार्थीहरूलाई छात्रवृत्तिसँग जोडेर यी लगायतको पाटोलाई यो राजस्वमा केन्द्रित वा गैर योगदानमा आधारित भएर केही समेटेर ल्याएको छ। सरकारले प्राथमिकता दिन खोजेको छ सामाजिक सुरक्षा कार्यक्रमलाई भने। अर्को पाटो भनेको योगदानमा आधारित छ। 2074 सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 2074 जारी गरेपछि सरकारले सामाजिक सुरक्षा कोष मार्फत सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई अगाडि बढाउन खोजेको छ। त्यो चाहिँ योगदानमा आधारित। र अहिलेको नीति तथा कार्यक्रमले के कुरालाई बलशाली ढङ्गबाट उठाउन खोजेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य पनि गर्दै जानुपर्छ, ताकि राजस्वको स्रोतमा आधारित भएको सामाजिक सुरक्षा कार्यक्रम कहिलेकाहीँ त्यो चाहिँ प्रभावकारी गर्न खोज्दै पनि स्रोतको चापले, अर्थतन्त्रमा पर्ने चापले गर्दा कतै अप्ठ्यारो पर्न सक्छ कि। जस्तो आज यहाँले अहिले पृष्ठभूमिमा भन्नुभयो, बाल यो पोषण कार्यक्रम 25वटा जिल्लामा लागू भएको छ। 500 प्रति विद्यार्थी प्रति बालक 532 रुपियाँ दिनेछ। त्यो आजको डाटाको हिसाबले गर्ने भने 31 लाख त्यो चाहिँ बाल पोषण भत्ता पाउनुपर्ने उमेर समूहका 5 वर्ष रजिस्टर्ड 5 वर्षका कति छन् भन्दा 31 लाख। तर कति पाउँछन्? 25 जिल्लाका कतिले पाउँछन् भन्दा 11 लाखले पाउँछन्। 19 लाख ती ग्याप छ। त्यो के का आधारले सकेन राज्यले भन्दा त्यो चाहिँ यो राजस्वमा आधारित सामाजिक सुरक्षा कार्यक्रम चाहिँ कस्तो हुँदो रहेछ भने सबैलाई राज्यले पुर्याउन खोज्दा पनि नसक्ने रहेछ। त्यसले गर्दा अब हाम्रो ध्यान कहाँ केन्द्रित हुनुपर्छ र यो अहिलेको नीति तथा कार्यक्रमले पनि केलाई प्रवर्धन गर्न खोजेको देखिन्छ भने योगदानमा आधारित। योगदानमा आधारित भइसकेपछि जब सिम्पल कुरा गरौँ, यहाँले अहिले पृष्ठभूमिमा भन्नुभयो, एकातिर सङ्गठित कुरा छ, औपचारिक क्षेत्रको कुरा छ, अर्कोतिर अनौपचारिक क्षेत्रको कुरा छ। हामीले यो दुईटै चिजलाई व्यवस्थित ढङ्गले, जस्तो आज झन्डै 19 लाखको हाराहारीमा सामाजिक सुरक्षा कोषमा आबद्ध मान्छेहरू छन्, जस्तो 15 लाख यो वैदेशिक रोजगारमा गएका छन्, तिनीहरू जम्मा 1 लाख मात्रै, 1,50,000 नियमित छन्, त्यसलाई नियमित गर्नुपर्छ। अरू सङ्गठित क्षेत्रका जम्मा 4-5 लाख जति निजी सेक्टरका छन् र असङ्गठितको सङ्ख्या झन्डै 60 लाखभन्दा बढी छ। तथ्याङ्कले 44 भन्छ। अब 44 भने तापनि यो आम रूपमा हेऱ्यो भने त्यो 60 लाखभन्दा बढी असङ्गठित क्षेत्रका, अनौपचारिक क्षेत्रका र औपचारिक क्षेत्रका चाहिँ औपचारिक क्षेत्रका चाहिँ 28 लाख जति पुग्छ, निजीको 20-21 लाख र सरकारी तहको हेर्ने हो भने 7-8 लाख। भनेको यो ठुलो विषयलाई चाहिँ सामाजिक कोष मार्फत सामाजिक सुरक्षा कोषमा आबद्ध गरेर लैजाने हो भने यसले के गर्छ भने यो योजना दीर्घकालीन रूपमा सफल हुन्छ, राज्य चाहिँ बर्डनमा रहेको भन्ने पनि पर्दैन। जस्तो एउटा सिम्पल उदाहरण दिउँ, मानौँ आज हामी यो अहिलेको नीति कार्यक्रमले यस्तो एउटा राम्रो कुरालाई प्रवर्धन गर्यो कि जुनसुकै काममा जोडिएको होस्, ती शर्तहरूमा जोडिएका कामदारहरूलाई अनिवार्य सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने, इन्टर्नलाई पनि चाहिँ यो स्टार्टअपमा जोड्ने र अनिवार्य त्यस सँगसँगै अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षामा जोड्ने भन्ने कुराको प्रवर्धन यसले गर्न खोज्दा र यसलाई अझ उहाँहरूले कम्पल्सन गर्नका लागि के गरियो नीति तथा कार्यक्रमले भने कतिपय सङ्गठित संस्थान वा प्रतिष्ठानहरूको वार्षिक नवीकरण गर्दाखेरि ऊ सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ कि छैन, ऊ आबद्ध भएका संस्थाका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेर ल्याएको छ कि छैन, त्यसको आधारमा नवीकरण गरी नगर्ने भन्नेसम्म वा नवीकरण गर्नको लागि अनिवार्य आबद्ध गराउनुपर्ने भनेपछि यो पाटोबाट सरकारले सोच्दा के देखिन्छ अब भने दीर्घकालीन रूपमा अब एकीकृत मोडलबाट लैजानुपर्छ सामाजिक सुरक्षा कार्यक्रमलाई। यो योगदानमा आधारितलाई बढ्ता प्रायोरिटीमा राखेर लैजानुपर्छ, त्यसो भए राजस्वमा अनावश्यक चाप पर्दैन। यो मोटोलाई पुरा गर्ने ध्येयका साथ अहिलेको नीति कार्यक्रम आएको छ। त्यस कारणले गर्दा हामीले पनि अब एडभोकेसी गर्ने कुरा र सरकारलाई सुझाव दिने कुरा के हो यसमा भने अब सरकारले पहिलो कुरा चाहिँ सङ्गठित क्षेत्रका सबै श्रमिकहरूलाई यो सामाजिक सुरक्षा कोषमा आबद्ध गराऊ, पहिलो कुरा। त्यसले के गराउँछ भने सामाजिक सुरक्षा कोषप्रतिको एउटा विश्वसनीयता विकास गराउँछ, यो राज्यकै यो चाहिँ संरचना हो। अर्को कुरा के गर्छ भने अनौपचारिक सेक्टरमा रहेका झन्डै 60 लाखभन्दा बढी, यहाँले अहिले 44 लाख भन्नुभयो, त्यही वरिपरिबाटै छलफल चलाउँदा पनि भयो, अहिले केही भएन। यो तथ्याङ्क आधिकारिक तथ्याङ्क होइन, यो हामीले अनुमानित तथ्याङ्कको कुरा हो। यो हिसाबले जाने हो भने उनलाई पनि जस्तो त्यसमा सहयोगदानको कुरा छ, स्थानीय सरकारले सहयोगदानमा आधारित अनौपचारिक सेक्टरलाई उसले के गर्छ भन्दा यो सामाजिक सुरक्षा
कार्यक्रम कोषमा आबद्ध गराउँछ। त्यसो गर्दा जस्तो मान्नुहोस् 2204 रुपियाँ अहिले आजको दिनमा आज ऐनले के भन्छ भने 2204 रुपियाँ अनौपचारिक क्षेत्रका कोही श्रमिकलाई त्यो कोषमा आबद्ध हुँदाखेरि उसले डिपोजिट गर्नु पर्यो 2204 मा योगदानकर्ताले कति गर्नुपर्छ भन्दा 1190। 1014 त सरकारले त्यसमा डिपोजिट गरिदिनु पर्यो। अब त्यसले एउटा निश्चित समयसम्म 1 वर्ष 2 वर्ष 3 वर्ष राज्यले कन्ट्रिब्युसन गर्छ। त्यसपछि ऊ आफै सक्षम हुन थाल्छ। अर्थात् उसले के थाल्छ, अनौपचारिक क्षेत्रमा रहेका कोही पनि श्रमिकले के ठान्छ भने मैले 1190 जम्मा गर्दा राज्यले मेरो लागि 1014 जम्मा गर्छ भन्ने भएपछि त्यो कुराको निरन्तरता पाउँछ। अब सुशीलाजीबाट पनि लिन चाहे, जस्तै नीति तथा कार्यक्रममा कुरा गरिरहँदाखेरि सरकारको राजस्वमा भार पर्ने गरीका हाम्रो क्यास डिस्ट्रिब्युसनदेखि सेवा डिस्ट्रिब्युसनसम्म छ। अर्को हाम्रो देश चाहिँ एकदमै प्रो चाहिँ यो के भन्छ जोखिम भनेको जलवायुको जोखिम छ, विपदको जोखिम छ, बाढी पहिरो भूकम्प लगायत सिजनल जोखिम छ, कहिले हुन्डरी, यो खालको जोखिमबाट कुन बेला को मान्छे आर्थिक रूपमा कहाँ पुग्छ भन्ने कुराको अनुमान गर्न नसकिने खालको भनरेबल स्थितिमा छौँ। र अर्को ज्येष्ठ नागरिकहरूलाई, अपाङ्गता भएको व्यक्तिलाई र त्यसै गरी पछाडि पारेको वर्ग क्षेत्र समुदायलाई शिक्षा स्वास्थ्य रोजगार सबैतिर एक खालको सरकारले सहयोग गर्नै पर्ने अवस्था छ। र यो क्यास डिस्ट्रिब्युसन गर्दाखेरि भार पर्यो, यसलाई जोगाउनको लागि योगदानमा आधारित पनि भनियो। हामीले यति कुरा गरिरहँदा पनि तथ्याङ्कगत रूपमा हामी योगदानमा आधारितमा पनि राम्रोसँग जोड्न सकेका छैनौँ। औपचारिक क्षेत्रकालाई पनि, अनौपचारिक क्षेत्रको अहिलेको 44 लाखको तथ्याङ्क त अहिलेसम्म छुटेकै बाहिर रहेको त भयो। तर यी व्यक्तिहरू जो भनरेबलमा हुन्छन् उनलाई फेरि राज्यले आफ्नो राजस्वबाट नदी पनि हुँदैन। त्यसले गर्दाखेरि के भन्छ आर्थिक भार पर्यो, सरकारको वार्षिक बजेटमा राजस्वको आर्थिक भार पर्यो भन्ने कुरा पनि उठिराख्दाखेरि सैद्धान्तिक रूपमा यहाँहरू कसरी कुरा उठाइराख्नु भएको छ, कसरी लानुपर्छ सामाजिक सुरक्षा कार्यक्रमलाई? अब त्यो डिस्ट्रिब्युसनसँग मात्रै हामी जोडेका छौँ। नेपालको अर्थतन्त्रलाई पनि हामीले गम्भीर तरिकाले सोच्नुपर्छ र त्यो अर्थतन्त्रलाई चलायमान बनाउनको लागि पनि यो सामाजिक सुरक्षा कोषको कन्सेप्ट राज्यले लिएको छ ताकि नेपालको नागरिकहरू चाहिँ सम्पन्न होस्। जबकि सामाजिक सुरक्षा कोषको कन्सेप्ट जब यो सरकारले बलियो तरिकाले उठाउँदै आएको छ, हामी सांसदहरू हामी पनि त्यही विषयको सेरोफेरोमा रहेर हामीले यो एकदमै महत्त्वपूर्ण विषय छ है। अब जनतामा राजनीतिक चेतना मात्रै दिएर हुँदैन है, सामाजिक सुरक्षाको माध्यमबाट सबै जनताहरूलाई युनाइट गर्नुपर्छ है। नेपाली जनताहरूको त्यो डिस्ट्रिब्युटलाई मात्रै ध्यान दिनु हुँदैन। जस्तै अब हामीले चाहिँ जुन सामाजिक सुरक्षा भत्ताको विषयमा लिँदाखेरि अब एकदमै सम्पन्न व्यक्तिको परिवारलाई जसलाई त्यो आवश्यकतै छैन त्यसलाई पनि हामीले डिस्ट्रिब्युट गरिराखेका छौँ। जसलाई महिनामा 1 बोरा चामल किन्ने पैसा नभएको, गिटी बालुवा चालिरहेको, किनारमा बसेको जुन समुदाय छ, टार्गेट ग्रुप छ, लक्षित ग्रुप छ, त्यो ग्रुपलाई चाहिँ त्यसको चाहिँ के भन्छ नि मरुभूमिमा एक थोपा पानी जस्तो भइरहेको छ। ताकि यो सामाजिक सुरक्षाको कन्सेप्टले गर्दाखेरि योगदानमा आधारित पनि कुरा जोड्दाखेरि र आवश्यक र अनावश्यक कुराहरूलाई पनि हामीले केलाउन सक्यौँ भने अझ इफेक्टिभ हुन्छ र नेपालीहरूको समृद्धि त्यहाँबाट आउँछ जस्तो मलाई लाग्छ। म राम सरसँग जान चाहे। राम सर, जस्तै यहाँहरूले यो ठ्याक्क सरकारको नीति तथा कार्यक्रम आउनुभन्दा अगाडि एउटा सुझाव पनि दिनुभएको थियो, समग्रतामा थियो। त्यो मध्येको एउटा सानो अंशमा आज हामी अलिकति कुरा गर्न खोज्दैछौँ सामाजिक सुरक्षाको विषयमा। सामाजिक सुरक्षामा अलिकति 1-2टा बुँदा मैले पढ्न चाहन्छु। सरकारले नीति तथा कार्यक्रममा सरकारका निकायबाट सञ्चालित कार्यक्रमहरू उद्यमशीलताको विकास, उत्पादन र उत्पादकत्व र रोजगारी सृजनामा केन्द्रित गर्ने, एकीकृत सामाजिक सुरक्षाको अवधारणालाई थप सुदृढ गर्दै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका निकायबाट सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबीच समन्वय गरिनेछ। सामाजिक सुरक्षा कोष सुदृढीकरण गरिने रणनीति अगाडि बढाइनेछ। यसैगरी कृषि बीमाको दायरा विस्तार गरिनेछ। गरिबी निवारण प्रत्यक्ष लक्षित कार्यक्रमहरू समन्वयात्मक र प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिनेछ। इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्यघण्टामा आधारित ज्याला प्रणाली लागू गरिनेछ। योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ। यसै गरी चाहिँ अर्को योगदानमा आधारितलाई अलिक कडा बनाउन, अघि मैले सुरुमा पनि भने महेशजीले पनि भन्नुभयो, त्यो नवीकरणमै चाहिँ सामाजिक सुरक्षामा आबद्ध भएको छ कि छैन भन्ने खालको एस्युरेन्स गर्न खोजिरहेको छ के भन्छ गभर्मेन्टले। यसै गरी महिलाको सर्वाङ्गीण उत्थान र सबलीकरण विशेष ध्यान दिइनेछ भन्ने खालको लगायतका विविध कुराहरू चाहिँ यो सामाजिक सुरक्षासँग जोडिएका विषयहरू चाहिँ नीति तथा कार्यक्रममा समेटिएको छ। हामी अहिले सैद्धान्तिक रूपमा हामीले जसरी नीति के अरे सामाजिक सुरक्षा कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ, चाहे त्यो योगदानमा आधारित होस्,
चाहे त्यो क्यास बेस्ड होस् अथवा सर्भिस बेस्ड होस् अथवा सङ्घ सरकारले ल्याएको कार्यक्रममा अझ नवीनतम हिसाबले प्रदेश सरकार र पालिकाहरूले पनि थपेर सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने होस् र यसको अघि मैले भनेको कुरा दोहोऱ्याउन चाहन्न, यसको पछाडि उठिरहेका कुराहरू छरिएका छन्, बजेट बढ्यो भन्ने कुराहरू चाहिँ सैद्धान्तिक रूपमा हामी कहाँ छौँ सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्नको लागि, किनकि नागरिकलाई सामाजिक सुरक्षा कार्यक्रम चाहिँ चाहिन्छ। संविधानले नै इङ्गित गरे हुँदा सामाजिक सुरक्षामा त कुनै शङ्का नै उठेन। ओके, अल आर एग्री सामाजिक सुरक्षा चाहिन्छ र त्यही हिसाबले सामाजिक सुरक्षाको दुईवटा पाटाहरू सञ्चालित भए। एउटा सामाजिक सुरक्षा भत्ता भनेर भन्नुभयो जो डाइरेक्टली रेभिन्यूमा असर पर्ने भयो र अर्को चाहिँ योगदानमा आधारित अथवा कन्ट्रिब्युसन बेस सामाजिक सुरक्षाको कुरा चाहिँ यसरी आयो। यो चाहिँ दुईवटा पाटाहरू यसरी लिएर आइएको छ र नेपालको स्ट्याटस हेर्दाखेरि कस्तो देखिन्छ भने संसारको अरू मुलुकको तुलनामा हेर्दा नेपालले जति सामाजिक सुरक्षामा लगानी गरेको छ त्यो सन्तोषप्रद र राम्रो मान्नुपर्छ। किनभने जति पनि हामी खर्च गर्छौँ हाम्रो रेभिन्यूबाट खर्च गर्ने हो। हाम्रो रेभिन्यू टु जिडिपी रेसियो 18.6 18.7 मात्रै हाम्रो छ, तर जर्मनको हेऱ्यो भने 46% माथि छ। इङ्ल्यान्डमा निकै राम्रो सामाजिक सुरक्षा भनिन्छ, उनीहरूको 35-36% माथि छ रेभिन्यू टु जिडिपी रेसियो भने। त्यति थोरै रेभिन्यू टु जिडिपी रेसियो लिएको मुलुकले यत्रो लगानी गर्नु भनेको यो ठुलो लगानी हो, यो ठुलो चाहिँ एचिभमेन्ट्स हो। अहिले यो जुन हाम्रो भत्ता भनेर भनेको छ, भत्तामा मात्रै हाम्रो 1 खरब 16 अरब चान्चुन हाम्रो खर्च हुन्छ भनेदेखि टोटल सामाजिक सुरक्षामा हाम्रो 2 खरब 18 अरब जति हाम्रो टोटल सामाजिक सुरक्षामा खर्च हुन्छ भने हामीले सामा ब्याजको ऋण तिर्दा त्यत्तिकै तिर्नुपर्छ भनेर भनेपछि हामीसँग लिमिटेड रेभिन्यू छ। त्यो लिमिटेड रेभिन्यूले गर्दाखेरि सामाजिक सुरक्षामा यति खर्च हुँदो रहेछ कि टोटल खर्च हेर्दाखेरि नेपालको पुँजीगत खर्चको त 93% सामाजिक सुरक्षामा जाँदो रहेछ। भने यति खर्च यता जाने प्रोडक्टिभ सेक्टरमा कहाँ जाने भन्ने कुराहरू पनि त्यो चल्या आउँदाखेरि जे कार्यक्रममा आएको छ यो उच्च स्तरको कार्यक्रम हो, राष्ट्रले थेग्न सक्नेसम्म लिएर आएको छ र यसलाई केही कति थेग्न सकिन्छ त्यो पार्टमा लिएर जानुपर्छ। ह्युमन क्यापिटल पनि निर्माण गर्नु छ, राष्ट्र पुँजी पनि निर्माण गर्नु छ, तर आत्मुखी अर्थतन्त्रमा अडिएका छौँ। यही बेलामा हामी औपचारिक अनौपचारिक क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षाको कुरा गर्दा हामी र उत्पादन र उत्पादकत्व रोजगारी सृजना गर्नु भने त्यहाँ पनि हामी त्यति धेरै एड्रेस गर्न सक्दैनौँ र यतापट्टि हामी भन्नेको हिसाबले चाहिँ क्यास बेस भत्ता नै धेरै बाँड्नुपर्ने स्थितिमा छौँ, जोखिममा छौँ र त्यति गर्दा गर्दै पनि अघि मैले भनिसकेँ हाम्रो जनसङ्ख्याको पिरामिडले अब एउटा बालबालिकाले 3 जना ज्येष्ठ नागरिकलाई योगदान गर्नुपर्ने अवस्था पुगेको छ। साँच्चै हामी सामाजिक सुरक्षामा बाहिरै सर्फेसियल छौँ कि साँच्चै डिप डाइभ गरेर हामी सैद्धान्तिक रूपमा सोचेकै छैनौँ कि? अहिलेको जनसङ्ख्याको स्ट्रक्चर हेर्दाखेरि कुल जनसङ्ख्याको वृद्धि चाहिँ 0.92% यस्तै कति छ हो, तर 68 वर्षभन्दा माथिको जनसङ्ख्याको वृद्धि दर हेऱ्यो भने 4.05% कति देखिन्छ हो। त्यसले के कुरा इङ्गित गर्छ भनेदेखि 68 वर्षभन्दा माथिको जनसङ्ख्या बढ्दै जाँदैछ। त्यो हुँदा भोलि बिहान सरकारलाई त्यसको वृद्ध भत्ता जुन दिन्छ हामीले ज्येष्ठ नागरिक भत्ता, वृद्ध भत्ता जुन सामाजिक सुरक्षा भत्ता दिन्छौँ त्यसको आकार त्यसले चाहिँ एकदमै बढाएर लिएर जाने चाहिँ देखिन्छ। त्यसकारणले त्यसको लागि सरकारसँग दुईवटा स्ट्राटेजी हुनु पर्यो। एउटा स्ट्राटेजी के हुनु पर्यो भने रेभिन्यू बढाउनु पर्यो, तर रेभिन्यू बढ्न सकिरहेको छैन। के हुन त एकचोटि 21.5% जिडिपीको रेभिन्यू हामीले ल्याएको थियौँ, अहिले 18 कति प्रतिशत छ। त्यो अप्टिमम लेभललाई सरकारले त्यतातिर रेभिन्यू बढाउनु पर्यो र त्यो रेभिन्यूबाट आएको चाहिँ रिसोर्सेसलाई यतातिर डाइभर्ट गर्नु पर्यो। एउटा उपाय त्यो हुनसक्छ। अर्को उपाय के हुनसक्छ भन्दा जसलाई सामाजिक सुरक्षा भत्ता दिएको छ बानी लगाइसकेको छ, खाने आदत परिसकेको छ, भएन भने त्यसले सोसियल ह्युमर लिएर आउँछ, तपाईँले दिनु भएन भने। त्यस कारणले एटलिस्ट के गर्न सकिन्छ भने केही समयका लागि 4 वर्षका लागि या 5 वर्षका लागि जति दिएको छ त्यसमा ग्रोथ रेट नगर्ने, त्यसलाई स्थगित गर्ने र त्यसपछि चाहिँ त्यसमा बढाउने र बढाउँदाखेरि हरेक 2 वर्षमा कति प्राइस बढ्छ, हरेक वर्षमा होइन 2 वर्षको अन्तरालमा कति प्राइस बढेको छ, मार्केटमा बढेको प्राइसको आधारमा जुन सामाजिक सुरक्षाको भत्ता पनि त्यस हिसाबले बढाएर ल्याएर जान सक्यो भने त्यसलाई कोप गर्न सकिन्छ। हुन त उच्च स्तरीय आर्थिक सुधार आयोगले 68 वर्षको वृद्ध भत्तालाई चाहिँ 70 वर्षमा लानुपर्छ, तर क्रम छ। अहिले 68 छ भने उसले 68 पाएको छ, नेक्स्ट इयर चाहिँ 69 वर्ष लिएर जाने, अर्को वर्ष 70 वर्ष बनाइसकेपछि पुरा पहिला पनि 70 वर्ष नै थियो, अहिले पनि 70 वर्ष नै हुन्छ। आज पाएकोले पर्सिसम्म पनि पाउँछ, पाउनेहरू छोड्दैनन्, त्यसले गर्दा पनि अलिकति सेभिङ हुन्छ भन्ने हिसाबले त्यो सजेसन गरेको छ। यो पार्ट चाहिँ हामीले त्यो चाहिँ गर्नुपर्ने छ। अनि अर्को पार्ट
के छ भने जुन अपाङ्ग छ के छ अब त्यसलाई त दिनै पर्ने छ, त्यसको हामीसँग कुनै पनि उपाय छैन। हामीले एकचोटि गरिसकेका छौँ, त्यसमा हामी जान्छौँ। जहाँसम्म मानव पुँजीको निर्माण छ, मानव पुँजीलाई अर्थशास्त्रमा के भन्छ भने तपाईँको हेल्थमा भएको सबै एक्सपेन्डिचर इज एक्सपेन्डिचर फर ह्युमन क्यापिटल भन्छ। तपाईँको शरीर स्वस्थ भयो भने धेरै काम गर्न सक्नुहुन्छ, धेरै घन्टा काम गर्न सक्नुहुन्छ, त्यो भएपछि उत्पादन बढ्यो र त्यसले चाहिँ उत्पादकता बढ्यो। अर्को एजुकेसनमा भएको एक्सपेन्डिचरलाई पनि ह्युमन क्यापिटलमै भएको एक्सपेन्डिचर भनेर मानिन्छ, किनभने हेल्थ सेक्टरमा भएकोले शरीर बलियो हुन्छ, एजुकेसन सेक्टरमा भएको इन्भेस्टमेन्टले ब्रेन बलियो हुन्छ, त्यसले नयाँ इनोभेसन ल्याउँछ, नयाँ इफिसियन्सी ल्याउँछ र उसले पर युनिट प्रोडक्सन चाहिँ बढाएर लिएर जान्छ र त्यो हिसाबले मानव पुँजी निर्माण गर्न सकिन्छ भने त्यो पार्टलाई पनि हामीले हेल्थ र एजुकेसन सेक्टरलाई पनि सरकारले इक्वली प्रायोरिटीमा लानु पर्यो। अब अर्को बालबालिकाको कुरा आयो। यो बालबालिकाको कुरामा अलिकति बायसनेस भएको कि जस्तो देखिन्छ। अहिले जुन बालबालिकाहरूको खाजा भत्ता के भनेर भनिरहेछ त्यो 25 जिल्लामा मात्रै सीमित छ र उच्च स्तरीय आर्थिक सुझाव आयो भने त्यसलाई 77 जिल्लामा त्यसलाई विस्तार गर्नुपर्छ। तर सरकारसँग लिमिटेड रेभिन्यू भएका कारणले गर्दाखेरि जो गरिब परिवारको छ पहिला आइडेन्टिटी कार्ड दिनु पर्यो उनीहरूलाई। त्यो आइडेन्टिटी कार्ड वितरण गरिसकेपछि जो तपाईँको प्रभर्टीको लाइनभन्दा मुनि छ अथवा गरिबीको रेखा मुनि जो हुनुहुन्छ उहाँहरूलाई त्यस्तो किसिमको भत्ता दियो भनेदेखि र त्यसले चाहिँ मानव पुँजी निर्माणमा चाहिँ ठुलो सहयोग गर्छ र भोलि बिहान त्यो ग्रोथ भएर जाँदाखेरि आजको बच्चा त भोलि बिहानको युवा हुन्छ, युवा भइसके भोलि बिहान लेबर मार्केटमा ऊ आफै जान्छ र त्यसले चाहिँ लिएर जान सकिन्छ भनेर भन्ने कुरा मानव पुँजीको निर्माण भयो। अर्को कुरा हजुरले उठाएकै आत्मनिर्भरको अर्थतन्त्र हो भने त वी आर इन भेरी क्राइसिस। हामी 1987सम्म धान चामल निर्यात गर्थ्यौँ, धान चामल निर्यात कम्पनी थियो, धनगढीमा थियो, त्यो हाम्रो स्थिति थियो। अहिले हामीले खाद्यान्नै हामी चाहिँ अरबौँको चाहिँ हामी चाहिँ खाद्यान्न आयात गर्छौँ, हामी फापर समेत पनि आयात गर्दा रहेछौँ भने यो स्थितिमा हामी पुगेका छौँ भने हाम्रो ट्रेड डेफिसिट यति ज्यादा छ कि 14 खरब 50 अरब कतिको चाहिँ हाम्रो यो जुन यो ट्रेड डेफिसिट छ। एक वर्षको सरकारले बजेट खर्च बजेट त 17 खरबको ल्याउँछ तर खर्च हुने त 13 खरब 13.5 खरब मात्रै हो भनेदेखि त्यो सबै बजेट लिएर पनि त्यहाँ लगेर राख्दाखेरि तपाईँको बजेट घाटा चाहिँ हाम्रो पुर्न सक्ने स्थिति चाहिँ छैन। रेमिट्यान्सबाट आएको पैसाले त्यसलाई हामीले पुरिराखेका छौँ भने यस्तो स्थितिमा अब हाम्रो जाने बाटो भनेको त सबल र आत्मनिर्भर अर्थतन्त्रकै निर्माण हो। जे कुरामा हामी स्ट्यान्ड हुन सक्छौँ, एग्रिकल्चर सेक्टरमा हामी स्ट्यान्ड हुन सक्छौँ भने त्यो एरियामा, टुरिज्मको सेक्टरमा हुन सक्छौँ भने त्यो एरियामा, अनि त्यसपछि हाइड्रो पावर र अरूको क्षेत्रमा अहिले निकै हाम्रो लगानी भइरहेछ, ठुलो लगानीको जङ्क आइरहेको छ भने त्यो क्षेत्रमा हामीले लगानी गरेर अब हाइड्रो पावरको लगानी भनेको इत्यादि हामी जस्तो इन्डियाबाट आउनेमा चाहिँ 29% त पेट्रोलियम प्रडक्ट मात्रै आउँदो रहेछ भनेदेखि यतातिर हाइड्रोतिर हामीले इन्भेस्टमेन्ट गऱ्यो भने त त्यो पेट्रोलियम प्रडक्टको आयात चाहिँ घट्छ भने त्यसरी हामीले आयातलाई प्रतिस्थापन चाहिँ गर्दै यतातिर जानुपर्छ। जस्तै कुरा के आयो भन्दाखेरि सामाजिक सुरक्षा त चाहिन्छ, दिनै पर्छ, तर दिँदाखेरि के हुनु पर्यो हामीले धान्नु पनि पर्यो। फेरि धान्न सक्दिनँ भनेर भाग्न पनि पाइँदैन, सामाजिक सुरक्षा दिनै पर्ने हुन्छ भनिसकेपछि अलिकति योपालि नीति तथा कार्यक्रममा सरकारले रोजगारी सृजनालाई प्राथमिकता दिएको देखिन्छ हैन, अलिकति एस्योर गर्न खोजेको देखिन्छ र गरिबी निवारणको लागि रोजगारी सृजना फेरि अत्यावश्यक पनि छ। अहिले भर्खरै उठेको हामी आत्मनिर्भर अर्थतन्त्रको कुरा हैन, योगदान बढाउनको लागि रोजगारी र उत्पादकत्वको कुरा यो हामी गरिरहेका छौँ नि। यसरी हेर्दाखेरि चाहिँ सबैभन्दा निम्न वर्गकालाई न्यूनतम रोजगारी सृजना गरी सामाजिक सुरक्षाको प्रत्याभूति गराउने जुन एउटा कार्यक्रम भन्न सरकारले ल्याइरहेको थियो, यसपालि प्रधानमन्त्री रोजगार कार्यक्रम यसपालिको नीति कार्यक्रममा छैन। अब सरकारले रोजगारी सृजना हो कि गर्ने हो कि होइन भन्दाखेरि होइन, सरकारले रोजगारी सृजना गर्ने होइन, फेसिलिटेट गर्ने हो, निजी क्षेत्रले हो रोजगारी सृजना गर्ने भन्छ। तर भनरेबल पिपुलका लागि भनेर एउटा समाजवादमा उन्मुख भनिदेखि नै 2072 सालदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम भनिएको थियो। यसपालि हामी त्यतापट्टि पनि जान सकेको छैनौँ। हामीले देशभित्र सिप र रोजगार पनि सृजना गर्न सकेको छैनौँ। सिप र रोजगार सिकाएर आफै स्टार्टअप गर्नको लागि हामीले धेरै खालको पहलबाट काम गर्न खोज्छौँ, सफल भइरहेको छैनौँ। अब सामाजिक सुरक्षा पनि चाहिएको छ भनिसकेपछि अब हामीले अहिले यति पनि भर्खरै सरले भन्नुभएको हिसाबले हामी कसरी आत्मनिर्भर हुन सक्छौँ, आत्मनिर्भर अर्थतन्त्रतिर कसरी जान सक्छौँ, जसले गर्दा भोलि हामी सामाजिक सुरक्षा कार्यक्रमलाई ढुक्कले चलाउन सकौँ। अब सामाजिक सुरक्षालाई बढाउनको लागि, यसको दायरा बढाउनको लागि डाक्टर साहबले भनिसक्नु भयो जस्तै रेभेन्यूको दायरा हामीले बढाउनुपर्छ। यो आम गभर्मेन्ट र पब्लिक सबैको जिम्मेवारीभित्र पर्न आउँछ, त्यसलाई हामीले त्यो पाटोबाट हेरौँ। जुन प्रधानमन्त्रीसँग स्वरोजगार कार्यक्रम थियो त्यो कार्यक्रम नजोडेको कारणले अब चाहिँ रोजगार सिर्जना हुँदैन कि नेपालमा भन्ने जुन तरङ्ग पैदा भयो। तर म त्यसलाई के भन्छु भन्दाखेरि ओल्ड वाइन इन न्यू बोटल, अब त्यो वाइन चाहिँ पुरानै भए पनि
काम चल्ने बोतल नभए के बोक्रा नभए पनि केही नहुने सम्भावना, सरकारले रोजगार नै सृजना नगर्ने भन्ने कुरा त होइन। खास गरी भन्नुपर्दा चाहिँ प्राइभेट सेक्टरलाई चाहिँ बढी प्रोडक्ट गर्ने, प्रोत्साहित गर्ने नीति सरकारले लिएको चाहिँ हो, तर सरकारले रोजगार उत्पादनै गर्न नखोजेको भन्ने कुरा चाहिँ होइन। तर हामीले त्यसलाई नयाँ तरिकाले प्रोग्राम र पोलिसीलाई चाहिँ पोलिसीले प्रोग्रामलाई सपोर्ट गर्ने जुन हुन्छ नीति लिनुपर्छ, त्यो नीति नै सरकारले लिइरहेको अवस्था छ। त्यसो हुँदा मैले एउटा सब क्वेसन गरिहालेँ। त्यसो हुँदा अहिलेको नीति तथा कार्यक्रममा विपन्न र जोखिममा रहेको समुदायको जीविकोपार्जनका लागि के कार्यक्रम, के व्यवस्था छ? अब त्यसलाई विपन्न र जोखिममा रहेका परिवारलाई के कार्यक्रम छ भन्दै गर्दाखेरि चाहिँ त्यसले गभर्मेन्टले ब्रोड कन्सेप्टले यही नीति तथा कार्यक्रममै लेखिनै पर्छ, संविधानमै लेखिनै पर्छ। त्यसलाई कानुन पनि बनाएर, नियमावली बनाएर, जुन के भन्छ नि कार्यविधि बनाएर जुन सल्भ गर्छ नि, त्यो पनि जस्तै भोलि बजेटमा समेटेर पनि के कति कारणले त्यसलाई परिचय पत्र कार्ड बनाएर भए पनि समेट्नुपर्ने जिम्मेवारी त सरकार अभिभावक भएकोले लिन्छ नि। त्यसकारण तपाईँको सुझाव के हुन्छ भन्नु त? जस्तै हामी चाहिँ भनरेबल पिपुलहरू धेरै छौँ होइन, ज्येष्ठ नागरिकहरू र बालबालिकाको कुरा एकछिन छोडौँ, उहाँहरूलाई त सर्भिसै चाहिन्छ, तर हामी जो काम गर्न सक्ने समुदाय छौँ र काम गर्न सक्ने समुदाय विपदका कारणले के कारणले जोखिममा परिरहँदाखेरि अथवा रोजगार नपाएर अप्ठ्यारोमा परिरहँदाखेरि, गरिबीको रेखामुनि गइरहँदाखेरि चाहिँ उहाँहरूलाई रोजगारी दियो, सिप सिकाए, रोजगार दियो र उहाँहरूको चाहिँ हाउस होल्ड चाहिँ रेजिलियन्स बढाउन सक्यो भनेदेखि गरिबी उन्मूलन हुन्छ नि त। त्यही भएर मैले जान्न चाहेको भने अब सरकारले नै रोजगारी सिर्जना गर्छ त मैले डाइरेक्ट भन्न मिलेन, तर सरकारले रोजगारी सिर्जना गर्नको लागि एउटा निजी क्षेत्रलाई फेसिलिटेट गर्ला, अर्को सरकारले नै यो विपन्न र जोखिममा रहेका समुदायको सिप पनि सिकाउने, रोजगारीको पनि सुनिश्चित गर्ने भन्ने कुरामा चाहिँ के बाटो लिन्छ त? जस्तै हामीले यसलाई एउटा सानो टिपको रूपमा चाहिँ प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लिएका थियौँ, जसले सिप सिकाउँथ्यो अनि केही समय भए पनि रोजगारी दिन्थ्यो र पालिकाहरूले केही सिप सिकाउने कार्यक्रमहरू गरेका छन्। तर त्यसको ड्रब्याक के छ भने सिप सिक्न चाहिँ भिड लाग्ने, सिकिसकेको सिपलाई कन्टिन्युएसन दिनको लागि चाहिँ फेरि कोही पनि नआउने भन्ने पालिकाको अनुभव छ कि। त्यही भएर मैले जान्न चाहेको चाहिँ गरिबी घटाउनको लागि व्यक्तिको रेजिलियन्सी पावर बढाउनु पर्यो। व्यक्तिले कमायो भने परिवारलाई पनि सफलतापूर्वक पाल्न सक्छ, अनि यतापट्टि सामाजिक सुरक्षामा प्रेसर कम हुन्छ भनेर के मैले। त्यसकारण तपाईँको सुझाव के हुनसक्छ? तपाईँले जुन फ्याक्ट कुरा चाहिँ त्यो टार्गेट ग्रुपलाई सरकारले कसरी चाहिँ उसको स्रोत आय आर्जन बढाउन सकिन्छ भन्ने जुन कुरा गर्नुभयो, सरकार त्योबाट ब्याक भएको होइन। प्र्याक्टिकल्ली त त्यो के भन्छ नि स्थानीय तहसम्म गएर पनि सिप सिकाएर भए पनि त्यो गरिसक्यो। जस्तै अहिले त्यही हुनाले हामीले के भन्छौँ भने इन्टर्नको कुराहरू ल्याएका छौँ, गरिब त्यो के भन्छ नि परिचय पत्र कार्डको कुराहरू ल्याएका छौँ। उनीहरूको वास्तविक कुरा जुन परिचय पत्र कार्डबाट केही कुराहरू आइडेन्टिफाई भयो भने त्यसले सरकारले अर्को नीति लिन सजिलो हुन्छ। त्यसकारण अहिले मैले चाहिँ फेरि यही काम गर्छ नै भनेर भन्नु र पछि नगर्नु फरक हुन्छ। तर सरकार यो कार्यबाट भाग्दैन कि, तर सबभन्दा आइडेन्टिफाईको जरुरी छ र सरकार त्यो कार्यमा लाग्छ र लागिरहेको छ जस्तो मलाई लाग्छ। नीति तथा कार्यक्रमले पनि यसलाई समेट्छ। महेशजी, यो जस्तै भत्ताको खर्च बढ्दो छ भन्ने एकछिन भत्तालाई बिर्स्यौँ, तर मानव पुँजी निर्माण गरेर उसलाई विकास गर्नु जरुरी छ। बालबालिकामा लगानी, बालबालिकामा लगानी भन्दा शिक्षा स्वास्थ्यको कुरा आइहाल्यो होइन, उहाँहरूको सिप विकासको कुरा आयो, एडल्ट भएपछि अनि यस उहाँहरूलाई इन्टरप्रेनरसिपमा जोड्ने, रोजगारीमा जाने कुरा गरिरहेको देखिन्छ कुरा छ। तर यतापट्टिको बिटर अनुभव के छ भन्दाखेरि त्यसमा चाहिँ लगानी कम छ कि राज्यको होइन। त्यो उसलाई चाहिँ सिप सिर्जना गर्ने, उसलाई रोजगार बनाउने, उसलाई स्टार्टअप सिड मनी दिने, त्यतापट्टिको काममा चाहिँ लगानी कम देखिन्छ। यतापट्टि क्यास बेसमा एकदमै बढी अङ्कमा गइरहेको छ। अनि अर्को अब सामान्य कुरा गर्नुपर्दा अघि यहाँ उठि पनि सकेको छ, बालबालिकामाथिको लगानी मानव पुँजी निर्माणको कुरा गर्दाखेरि चाहिँ उसलाई दिने भत्ताले एकदम टिस लाग्दो छ कि 532 रुपियाँ चाहिँ बाल पोषण भत्ता, त पनि 25 जिल्लामा, अनि खाजा चाहिँ 15 रुपियाँ। आज हामी एउटा छलफलमा बसेको थियौँ, 15 रुपियाँ त बाटोमा झरेको भेदेखाउने कसैले नटिप्ने स्थिति भइसक्यो। अब पोषण सहितको दिवा खाजाको लागि 15 रुपियाँ दिन्छ भने चाहिँ हामी मानव पुँजी निर्माणमा लगानी किन बढाउन सकिरहेको छैनौँ? यदि बढाउन सक्यो भने त्यसले कहाँ हिट गर्छ भन्दा सामाजिक सुरक्षाको सुनिश्चिततामा हिट गर्छ। यो 87वटा भेराइटीभित्र एउटा भेराइटी यो बाल पोषण भत्ता हो। किन राज्यले गर्न सकिरहेको छैन? स्रोतको चाप त हो नि। त्यसकारणले हामीले यहीँनिर गम्भीर बहस गर्नुपर्ने ठाउँ नै यहीँनिर हो। हामीले सरकारले चाहेर, राज्यले चाहेर पनि नदिएको हो त, यसमा इन्टेन्सन हो त भन्दा अब हेर्दै जाने हो भने त्यो इन्टेन्सन होइन, सकेन रहेछ भन्ने ठाउँमा पुग्दैछौँ हामी। त्यसकारण राइट बेसबाट भन्दा पनि सामाजिक सुरक्षाका कुराहरूलाई निड बेसबाट अब हामी अगाडि बढाउनुपर्छ। अघि सरले एकदम फराकिलो ढङ्गबाट विषय राख्नुभयो तथ्याङ्कसहित। जस्तो आजभन्दा 11 वर्ष अगाडि 69
69-70मा सामाजिक सुरक्षाको लागि राज्यले 31 अर्ब जति टोटल जेडिपीको 1.6 लगानी राज्यको परेको थियो। आज 10-11 वर्षपछि आज तपाईँ गएर हेर्नुहुन्छ भने टोटल जेडिपीको झन्डै 4.1% सामाजिक सुरक्षामा हाम्रो खर्च 219 अर्ब लगानी आज हामी गर्दैछौँ। 219 अर्ब। यति डरलाग्दो जस्तो अहिले बजेटको प्रसङ्ग सर ल्याउनु भयो। चालु आर्थिक वर्षमा सरकारले 18 खर्ब राउन्ड फिगरमा भनौँ, पछि यसको समीक्षाबाट केही घट्यो, 18 खर्बको बजेटमा 3.5 खर्ब वित्तीय व्यवस्थापन, 3.5 खर्ब पुँजीगत खर्च र नियर अबाउट 11 खर्ब त चालु खर्चको लागि ल्यायो। चालु खर्चको झन्डै तपाईँ आजको हिसाब गर्नुहुन्छ भने 26.5% त सामाजिक सुरक्षा भत्तामा जान्छ। 15 लाख ज्येष्ठ नागरिकहरूको लागि हामी आजको दिनमा 115 अर्ब हामी त्यहाँ लगानी गर्नुपर्छ। भन्नुहोस् 219 अर्ब अर्थात् 2 खर्ब 19 अर्ब सामाजिक सुरक्षा कार्यक्रमभित्रको 1 खर्ब 15 अर्ब जति हामी केमा लगानी गर्नु परेछ भन्दा ज्येष्ठ नागरिक भत्तामा छ भनेपछि अब हो यहाँनिर अहिले उहाँ सरले अहिले जोड्नु भयो। त्यसमा मैले एउटा सब क्वेसन जोडौँ। यहाँ मैले एउटा तथ्य पनि जस्तै यति भनेर यति कुरा गरिरहँदा एकदम सही तथ्याङ्क दिइराख्नु। यति हुँदाखेरि हाम्रो इच्छा अथवा राज्यले लिनुपर्ने चाहिँ के हो भन्दा सिप विकास, अन द जब ट्रेनिङ जस्ता कार्यक्रम चाहिँ फेरि न्यून छ र अर्को सामाजिक सुरक्षालाई उद्यमशीलता, विकास, उत्पादन र उत्पादकतासँग जोडेर हेर्ने गरिएको छैन। हामीले के भन्छौँ भने सामाजिक सुरक्षा भत्ता अथवा सामाजिक सुरक्षामा गरिएको खर्च के हो भन्दा लगानी हो भनिन्छ नि त। लगानी भनेपछि त प्रतिफल आउनु पर्यो। हो यही कुरा तपाईँ जे भन्नुहुन्छ त्यसैमा हामी त्यही ठाउँमा किन हुन सकिरहेको छ? मैले त्यही भने यसलाई के गरेर गयौँ हामीले भने हामी राइट बेसबाट गयौँ। यसलाई निड बेसबाट लैजानुपर्छ। निरपेक्ष गरिबीको रेखामुनि रहेका पिपुलको बिचमा यस्ता कार्यक्रमहरू जो सक्छन् उसको लागि यो कार्यक्रम आवश्यक हो कि होइन त्यो ठाउँमा नै बहस गर्नुपर्छ र राज्यको लगानी कहाँनिर केन्द्रित गर्ने हो। मानव पुँजी विकासको लागि हामीले उद्यमशीलताको प्रवर्धन गर्ने कुरा गऱ्यौँ भने उद्यमशीलताको प्रवर्धन गर्न सिपका कुरा सँगसँगै जोडिएको होला। त्यसकारण सँगसँगै अर्को पनि हाम्रो प्लानिङ के गर्नुपर्छ भने यो आउट अफ बक्स हुन सक्छु। जस्तो हाम्रो एचआरडी हाम्रो के हो, हाम्रो चाहिँ ह्युमन रिसोर्स डेभलपमेन्ट प्लानिङ के हो, एचआरडी प्लानिङ पनि हामी कहाँ कहिलेकाहीँ कुन क्षेत्रमा कति जनशक्ति कसरी आवश्यक हो भन्ने गरीको हामी कहाँ प्रभावकारी प्लानिङ पनि हुन सकिरहेको छैन। जस्तो नीति तथा कार्यक्रमले अहिले तपाईँले भनेकै वरिपरिबाट के भन्यो भने स्थानीय स्रोत साधनमा आधारित भएर त्यहाँको रिसोर्सलाई मुभ पनि गर्न सक्ने र सिप विकास तलैबाट गर्न सक्ने र 3 तहको सरकारको कोलाबोरेसन समन्वयबाट हामी चाहिँ उद्यमशीलताको प्रवर्धन, रोजगारीका सृजनाका आधारहरू निर्माण गर्ने 3 तहको समन्वयात्मक भूमिकाबाट भन्ने कुरा यसले चाहिँ बोलेको छ। यसको अर्थ के हुन्छ भने मानव पुँजी विकासको निमित्त सरकारले अहिलेको नीति कार्यक्रमबाट केही मार्गहरू प्रशस्त गर्न वा द्वारहरू निर्माण गर्न खोजेको छ। अब यसलाई बजेटमा कसरी लोड हुन्छ अब हामी त्यहाँ हेर्नुपर्छ। र अर्को कुरा के छ भने यो केन्द्रीय सरकारको मात्रै कुरा होइन, 753 सरकार त्यही तलैदेखि पनि यो विषयमा अब हामीले ध्यान दिनुपर्छ। आज तपाईँ सिम्पल एउटा कुरा गरौँ। मानुस एउटा कुनै पालिका हामीले संहितामा गयौँ, 753 सरकार बनायौँ, 7 प्रदेश सरकार बनायौँ। एउटा कुनै मेरो एउटा निर्वाचन क्षेत्रको एउटा पालिकाको उदाहरण लिउँ। मान्नुहोस् एउटा नगरपालिका थाहा नगरपालिका 2079-80 या 80-81 को त्यहाँको चाहिँ आफ्नो आम्दानी कति भयो भन्दा 5 करोड मैले राउन्ड फिगरमा भने उसले वार्षिक बजेट कति पाउँछ भन्दा 60 करोडभन्दा माथि बनाउला, 70 करोडभन्दा माथि बनाउला। भनेको अर्थ पालिकाको चाहिँ स्रोतको आधार के हो? 5 करोड मात्रै इन्टरनल रेभेन्यू जेनेरेट गरेर अब त्यहाँको सरकारले त्यहाँको सिप विकासको काममा, ह्युमन रिसोर्स डेभलपमेन्टको पाटोमा, स्रोत साधनको प्रभावकारी परिचालनको पाटोमा, त्यहाँको युवाहरूलाई रोजगारीको पाटोमा जोड्ने कुरा कसरी काम गर्न सक्छ? यो पनि एउटा गम्भीर क्वेसन छ। त्यसकारण केन्द्रबाट मात्रै निर्भर हुने प्रक्रियाबाट पनि हाम्रा सरकारका संरचनाहरू अगाडि बढ्ने कुरा, यसमा पनि एउटा चाहिँ गम्भीर क्वेसन सृजना हुन सक्ने अवस्था निर्माण भइरहेको छ। त्यसले म यहाँ टुङ्ग्याउन दिनुहोस्। त्यसले गर्दा म के ठान्छु भने अब हामी यो राज्यले गर्ने लगानी, सामाजिक सुरक्षामा गर्ने लगानी, ऐसरले भन्नुभयो शिक्षा स्वास्थ्य लगायतको पाटोमा गर्ने यो खर्च होइन, यो लगानी हो। यसले एउटा चाहिँ ह्युमन एउटा रिसोर्स डेभलपको एउटा
आधारहरू यसलाई विकास गरिरहेको हुन्छ त्यो पाटोमा राज्यले लगानी गर्नुपर्छ। नीति तथा कार्यक्रममा त्यसले काहीँ न काहीँ त्यो पाटोमा यसले पर्याप्त ढङ्गबाट एउटा द्वार दिन खोजेको छ, मार्ग प्रशस्त गर्न खोजेको छ भन्ने लाग्छ र हामी यसमा केही गर्छौँ। मैले यही प्रश्न एउटा चाहिँ हाम्रो रामप्रसाद सरसँग गरिहाल्नु पर्ने भयो कि यहाँले जोडिराख्नु भएको अवस्थामा जस्तै दुई तिनवटा कुरा आछ, उहाँबाट आएको कुरालाई पनि जोड्छु मैले। जस्तै स्रोतको चाप छ भन्ने कुरा आइरहँदाखेरि स्रोतको चाप हामीसँग नभएर हो कि हामी व्यवस्थापनमा चुकिरहेका छौँ? स्रोत म्यानेजमेन्ट गऱ्यौँ भने केही समस्याहरू हल हुन सक्ने अवस्था छ कि छैन? प्रभावकारी समन्वय नहुन सक्दा गरिबी निवारण, मानव पुँजी विकास तथा बहु क्षेत्रका सामाजिक सुरक्षाका विषयमा कसरी काम गर्न सकिन्छ? अनि कार्यान्वयनमा देखिने चुनौतीहरू के हुन्? जस्तै तलबाट आउने निडी पिपुलको चाहिँ बढ्दैन हैन, अब माथिबाट भोट आउने पिपुलको चाहिँ हुत बढ्छ भन्ने खालको जुन छ नि आरोप, त्यो कुरालाई हेर्दाखेरि चाहिँ यो मानव पुँजी निर्माणमा लगानी गर्नुपर्छ भन्ने कुरा कुनै पनि सरकारले, यो अहिलेको सरकार मात्रै, कुनै पनि सरकारले पछिल्लो 10 वर्ष होइन नि ध्यान नदिएको हो कि भन्ने खालको देखिन्छ। त्यो 70लाई 68, 68लाई 70 अनि 2000बाट 4000 भन्ने छ नि जुन ज्येष्ठ नागरिक भत्ता, त्यो जम्मै यसैको आलोकमा देखिन्छ। त्यस कारण मैले यहाँसँग जान्न खोजेको चाहिँ हामीले साँच्चै सामाजिक सुरक्षा कार्यक्रमलाई सैद्धान्तिक रूपमा लगानीको रूपमा अगाडि बुझाइ छ कि छैन भने कसरी बुझाउने, छ भने कहाँ कार्यक्रममा समस्या हो कि कार्यक्रम छ भनेदेखि इम्प्लिमेन्टेसनमा समस्या हो कि के छ? सामाजिक सुरक्षा चाहिँ अर्थशास्त्रको हिसाबले हेर्दा दुवै हो। एउटा डिमान्ड म्यानेजमेन्ट हो, अर्को लगानी पनि हो। डिमान्ड म्यानेजमेन्ट किन हो भनेदेखि जति पनि सामाजिक सुरक्षा भत्ताहरू दिनुहुन्छ त्यो सामाजिक सुरक्षा भत्ता चाहिँ तपाईँ इकोनोमिक रिसेसनमा गएको होला, इकोनोमिक ग्रोथ नेगेटिभ भएको होला, जे भए पनि तपाईँले दिनुपर्ने भत्ता त दिनु पर्यो। उनीहरूको हातमा पुग्छ। उनीहरूको हातमा पुगिसकेपछि त्यो पैसा उनीहरूले बजारमा चलायमान गर्छन्। वृद्ध भत्ताहरू होला, उनीहरूले हरेक चिजहरू किन्न जालान्, बजारमा किन्लान्, त्यसले चाहिँ तपाईँको बजारलाई चलायमान गराएको हुन्छ भनेदेखि यसले मुलुकको समग्र जुन एग्रिगेट डिमान्ड छ नि, समग्र मागलाई यसले कायम गरिराखेको हुन्छ। इकोनोमी रिसेसनमा जान थाल्यो भने ठुलो रिसेसनमा जाँदैन। एउटा बेनिफिट पार्ट त्यो पार्टले हेर्दाखेरि जुन पछि वृद्ध भत्ता यतातिर दिएको लगानी चाहिँ त्यो काम गरिरहेछ। त्यस कारणले गर्दा यो सबै अनप्रोडक्टिभ हो भनेर भन्न मिल्दैन। अर्को ह्युम्यानिटेरियन ग्राउन्डमा पनि बच्चा चाहिँ ह्युम्यानिटी हो, मान्छे हो, तर वृद्ध होइन भन्न पनि मिल्दैन। उनका पनि आफ्ना समस्या होलान्। कतिपय वृद्धहरू छोराबुहारीले छुट्टै राखिदिया होलान्, वृद्धाश्रममा गएका होलान्, उनका दुःख पीडाहरू होला। हाम्रा गार्जेनहरू हुन्, वृद्ध भनेको त हाम्रा बाबुआमाहरू हुन् र त्यस हिसाबले जे एड्रेस गरियो अब त्यसबाट फर्कने ठाउँ छैन। माथिको पाटोमा गयो, फुल फेजमा गयो, मलाई लाग्छ फुल फेजमा गएको छ माथिको पाटोमा। जस्तो वृद्ध भत्ता भनेर जुन त्यो ज्येष्ठ नागरिक भन्यो, अनि महिला भन्यो, कर्णाली क्षेत्रको भन्यो, अब फेरि त्यो दलितहरू भनेर भन्यो, त्यसको एज घटाएको छ। अनि त्यसपछि विधवा भनेर अर्कोतिर लिएको छ। त्यो पार्टमा जति जाने हो गयो, तर यो पार्टमा निकै कम गयो कि 25वटा जिल्लामा त्यो पनि बच्चाहरूलाई मात्रै दिने भनेर त्यो पार्टमा मात्रै लिमिटेड भयो र त्यसलाई लिमिटेड अब त्यो पार्ट चाहिँ एक्सपान्सन गर्नु पर्यो। माथिको पार्टलाई रादर ज्यादा ग्रोथ हुन नदिने, त्यसलाई सस्टेनमा गर्न सकिने लेभल। कस्तो छ सर उहाँहरूले पाइराखेको भत्ताबाट आउटपुट कस्तो देखिन्छ? अनि नेपालको प्रपर्टी एलिभेसनमा त राम्रो योगदान गरेछ हो नि। नेपालको गरिबी निवारणमा यसले ठुलो योगदान गरे। जुन दलित पनि छ तिनीहरूले दिएको छ, त्यसले चाहिँ त्यसको चाहिँ योगदान राम्रो छ। एग्रिगेट डिमान्ड पनि क्रिएसन गरेको छ, त्यसले गरिबी निवारणमा पनि काम गरिराखेको छ। त्यो पार्टमा चाहिँ राम्रो छ। त्यो हो के भनेदेखि हामीलाई ओभरबर्डन भयो। हामीले गर्न सक्ने भन्दा बढी हामीले त्यहाँ धेरै इन्भेस्टमेन्ट गऱ्यौँ र पोलिटिसियनहरूले भोटको हिसाबले उनीहरूलाई भोट ब्याङ्करका रूपमा हेरे। त्यो पार्ट एउटा नेगेटिभ पार्ट होला। नभए एग्रिगेट डिमान्ड म्यानेजमेन्टको पार्ट र प्रपर्टी एलिभेसनको पार्टबाट त्यो पार्ट चाहिँ राम्रो छ। तर अर्को पार्ट चाहिँ एकदमै इग्नोर भएको। सायद त्यो बच्चाको भोट चाहिँ भ्यालिड हुन्न होला होइन, 18 वर्षपछि बल्ल भ्यालिड हुन्छ र चाहिँ त्यो हिसाबले गर्दाखेरि होला। र मैले यही कार्यक्रम मार्फत के भन्छु भनेदेखि जुन 25 जिल्लामा सीमित भएको जुन यो के भन्छ बच्चालाई दिने जुन एलाउन्सेस छ नि, बालबालिकालाई त्यो दिने जुन छ भत्ता, त्यो चाहिँ 75 हाम्रो 77 जिल्लामै यसलाई एक्सपान्सन गरियोस् र त्यसले राम्रो प्रतिफल दिन्छ। सरकारसँग लिमिटेड बजेट छ भनेदेखि जो मानिस तपाईँ प्रपर्टीको रेखामुनि छ त्यसको चाहिँ त्यो कार्ड चाहिँ सरकारले इस्यु गरोस्। गरिबीको रेखामुनिको मान्छे यो हो भनेर त्यो कार्डलाई त्यसले इस्यु गरेर 77 जिल्लामा एक्सपान्सन गरिदियो भने यसले ठुलो बजेटमा मार पनि पर्दैन। यसले चाहिँ तिनीहरूको चाहिँ के हुन्छ भन्दाखेरि बच्चाहरूको हेल्थमा पनि राम्रो प्रभाव पारेको हुन्छ। अब अझ हामी तथ्याङ्कगत रूपमा हेर्ने हो भने त कस्तोसम्म स्थितिमा छौँ भने सर यहाँहरूलाई पनि होला, दलित समुदाय अझ विशेष गरेर मधेसमा त पहिलो पुस्ता स्कुल जाँदै गरेको बच्चा छ कि
उसको बुवा पनि स्कुल गएको छैन, आमा पनि स्कुल गएको छैन, हजुरबाको त कुरै छोडिदिनु, ऊ बल्ल पहिलोचोटि जाँदै गरेको स्थिति पनि छ भनेपछि हामी लगानी यो लेभलमा छौँ कि हामी, र त्योमा लगानी गरेकोले आउटपुट दिनुपर्ने छ राज्यमा योगदान गर्नको लागि भोलिलाई कि हामी स्थिति यस्तो छौँ भनेपछि हामी सेग्रिगेटेड रूपमा बालबालिकाको लगानी पनि हामीले सोच्दाखेरि यसरी पनि सोच्नु पर्यो। यहाँ महेशजीले थप्न खोजेको कुरा म होइन, मैले उहाँ सरले एउटा विषय राम्रै राख्नुभयो, जस्तो भोटसँग जोडिएर कतिपय कार्यक्रमहरू यसरी चाहिँ आए, उमेरका चाहिँ तलमाथि गर्ने कुरा भन्नुभयो, म यसमा अलि सहमत पनि छु। यसमा दुई तीनवटा काम चाहिँ गरौँ सर। एउटा बहस प्रारम्भ भयो, जस्तो आज हामी यही रूपबाट सामाजिक सुरक्षा कार्यक्रम र यो योजना यही प्रणालीबाट हामी अगाडि बढ्न खोज्यौँ भने यसले डिजास्टर ल्याउँछ। यसले जनता र सरकारको बिचमा यसले ठुलो एउटा चाहिँ ग्याप, यो फेरि व्यक्ति महेशले भनेको होइन, तथ्यले देखाएको कुरा हो गर्दैछु कि म। त्यसकारण यसलाई सामाजिक सुरक्षा कार्यक्रम यसलाई हामी डिस्ट्रोय गर्न सक्दैनौँ। अझ बलियो बनाउनु पर्छ, सशक्त बनाउनु पर्छ, फराकिलो बनाउनु पर्छ। यसलाई एकद्वार प्रक्रियाबाट अगाडि बढाउनु पर्छ, केन्द्रीकृत र एकीकृत ढङ्गबाट यसलाई अगाडि बढाउनुपर्छ। जस्तो विश्वका केही देशहरूको कुरा हामी यसो हेरौँ, जस्तो यी छिमेकी चाइनाको उसले नेसनल सोसल सेक्युरिटी फन्ड अफ चाइना भन्ने छ, उसले 2015 देखि टोटल सबै सामाजिक सुरक्षा कार्यक्रमहरू अधिकांश उसले एउटै केन्द्रीकृत त्यही फन्डबाट अगाडि गर्यो। अमेरिकाले सोसल सेक्युरिटी एडमिनिस्ट्रेसन भन्छ, उसले त्यहीँबाट उसले एकदम व्यवस्थित ढङ्गबाट अगाडि बढाएको छ। त्यसमा अधिकांश तपाईँ विश्वका धेरै देशहरूमा गएर तपाईँ हेर्नुहुन्छ भने सामाजिक सुरक्षा कार्यक्रम जहाँ जहाँ चलेको छ मोर देन 85% त्यो चाहिँ यो लगानीको आधारबाट भनेको योगदानको आधारमा छ। हामी कहाँ चाहिँ मोर देन 85% चाहिँ यो योगदान नगरिकन सामाजिक सुरक्षा कार्यक्रम छ। यसको विविधता छ। त्यसकारण विश्वका धेरै देशहरू जहाँ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढेको छ, त्यसले मजबुत ढङ्गबाट व्यवस्थित ढङ्गबाट नागरिकलाई खुसी बनाएर सुखी नेपाली समृद्ध नेपाल निर्माणको त्यो राष्ट्रिय आकाङ्क्षा पुरा गर्न हामी यही पथमा जानुपर्छ। यसको विधि छ। हामीले यो ठाउँबाट चाहिँ एकीकृत ढङ्गबाट सामाजिक सुरक्षा कोष मार्फत नै अगाडि बढ्ने हो भने हेर्नुहोस्, हामी लामो समयपछि एउटा निश्चित समयपछि ज्येष्ठ नागरिक भत्ता भन्नु पर्दैन, उसले ज्येष्ठ नागरिकले 60 वर्ष कटेपछि स्वतः पेन्सन पाउने अवस्थामा हामी पुग्छौँ। त्यो विधि भनेको यो सामाजिक सुरक्षा कोष हो। यसलाई अब फराकिलो बनाऊ, दायरा विस्तार गरौँ, यो प्रणालीलाई मजबुत बनाऊ। यस हिसाबले जाने हो भने सर, जस्तो तपाईँ अहिले सिम्पल एउटा सानो तथ्याङ्क गरौँ, जस्तो 15 लाख 18-20 लाख विदेशमा नागरिक छन्, विदेशबाट फर्केका श्रम गरेर फर्किने 43 लाखहरू रिटर्नीहरू छन्। यिनीहरू काहीँ न काहीँ तपाईँ जस्तो अहिले हामीले विभिन्न नामबाट काहीँ स्वरोजगार होला, उनीहरू कुनै अनौपचारिक होला, उहाँहरूलाई यो सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै जाने हो भने एउटा निश्चित समयपछि उनीहरू 60 वर्षपछि त पेन्सनमा जोडिन्छ भने उनीहरूले चाहिँ 70 वर्ष कुरेपछि मैले वृद्ध भत्ता पाउँछु भनेर बस्नै परेन कि 60 वर्षदेखि पेन्सन पाउँछ भनेको। यस्ता कार्यक्रमहरूलाई अब कसरी बलियो बनाउने, 3 तहको सरकार यसलाई कसरी जोडेर काम गर्ने, यो ठाउँबाट अब हामी जाने हो भने चाहिँ मेरो विचारमा यस्तो बहस एउटा समयपछि हामी गर्न पर्दैन, ताकि एउटा ठुलो पुँजी जस्तो बालबालिकामा लगानी गर्न सक्छौँ राज्यले, त्यो पाटो हामी त्यहाँबाट चाहिँ एउटा राज्यले रेभेन्यूको बेसबाट चाहिँ लगानी गरेर जान सक्छौँ। त्यसमा यसरी अलिकति छलफल पनि चलाउन पर्छ कि भन्ने मलाई लाग्छ। केही तथ्याङ्कको आधारबाट राज्यले आज गर्न गरिएका कामका समीक्षाका आधारबाट, त्यसमा एउटा केही निष्कर्षमा चाहिँ हामी पुग्नका लागि एउटा फराकिलो बहस चाहिँ जरुरी देखिन्छ सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिताका लागि। ओके, मैले यही प्रश्न सुझाव, अब हामी अन्त्यतिर पनि छौँ। यहाँहरूले अब पार्लियामेन्टमा उठाउने के हुनसक्छ सामाजिक सुरक्षाको सम्बन्धमा, नीतिका कार्यक्रममाथि छलफल चलिरहेछ, बजेट आउँदैछ, बजेटको छलफल चल्ला, प्री बजेट छलफल चल्ला, के हुन्छ भन्ने कुरा पनि गर्न चाहे। जस्तै अब सामाजिक सुरक्षाको अहिले हेर्दाखेरि हामीले यति धेरै छलफल गर्दा कहाँ पुगिरहेका छौँ भने हामीले सामाजिक सुरक्षामा भत्ता पनि बाँडिरहेका छौँ, स्वास्थ्य बिमा पनि छ, बाल पोषण भत्ता पनि छ, विपद संवेदनशील कार्यक्रम पनि छ, स्वरोजगार कार्यक्रमहरू पनि कतै कतै चलिरहेका छन्। र यति हुँदाहुँदै पनि दुर्गम क्षेत्र, सीमान्तकृत समुदाय र आप्रवासी श्रमिकको पहुँचमा चाहिँ अझै पनि कमी रहेको छ। यसलाई कसरी सम्बोधन गर्ने होला, होइन, कारण के हो? अर्को चाहिँ सामाजिक सुरक्षा कार्यक्रमलाई अझै पनि खर्चको रूपमा हेर्ने खालको स्थिति छ। यसलाई हामीले दीर्घकालीन लगानीको रूपमा चाहिँ किन व्याख्या गर्न सक्दैनौँ र समाजमा पछाडि परेका वर्ग र विपद समयमा पीडितहरूलाई समयमै सेवा दिनको लागि आर्थिक संरचना र नीति निर्माण गर्नलाई चाहिँ हामी फेरि पनि असक्षम हुन्छौँ।
र मैले जोड्न खोजेको चाहिँ कहाँ भने विपद आएपछि फेरि डेटा सङ्कलन गर्न जाने, विपद अगाडि नै हामी तयारी अवस्थामा नबस्ने कारणले गर्दाखेरि र विपदले कुन बेला धनीलाई गरिब बनाउँछ भन्ने कुराको थाहा नै हुँदैन। यस्तो खालको स्थितिमा छौँ र समग्रतामा हामीले विविध किसिमका सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दा गर्दै पनि यसलाई दीर्घकालीन आर्थिक लगानीको रूपमा चाहिँ नहेर्दासम्म यसको कन्ट्रिब्युसनको रिजल्ट देखिन्न। त्यसलाई कसरी अब पार्लियामेन्टमा लाने होला? सामाजिक सुरक्षाको सवालमा अघि नै सतासी प्रकृतिको जुन हामी सेवा दिइरहेका छौँ त्यो दक्षिण एसियामै हामी अब्बल छौँ। त्यो अब्बल हुँदै गर्दाखेरि पनि नेपालले कसरी धान्ने भन्ने विषय कुरा महत्त्वपूर्ण छ। सरकारले अलिकति होमवर्क चाहिँ गर्नु जरुरी छ। म यो विषयमा म फेरि पनि प्रेस गर्छु, किनभने सरकारले अहिले चाहिँ कहिलेकाहीँ के गर्नु खोज्छन् भन्दा सरकारले करको चाहिँ दर बढाएर चाहिँ स्रोत बढाउने भन्न खोज्छन्। सरकारले करको दर मात्र होइन दायरा चाहिँ बढाउनु पनि जरुरी छ। त्यसकारण विभिन्न स्रोतहरू खोज्न जरुरी छ। र अघि फेरि हामीले मैले विद्यार्थीको त्यो बालबालिकाको कुरा जोड्न खोज्दै जाँदाखेरि अब 25 जिल्लालाई मात्रै बालबालिकालाई त्यो पोषण सेवा दिने राज्यले 77 जिल्लाको बालबालिकालाई किन नदिने? अब ज्येष्ठ नागरिक भत्ता 77 जिल्लाले पाउने, एकल महिलाहरूले पाउने, त्यो बालबालिकालाई किन विभेद भयो नि त। 77 जिल्ला अर्को एउटा कुरा थियो, 200 बच्चासम्म पाउने एउटै आमा मात्र जन्मेको, तेस्रोले नपाउने। अनि अघि एउटा क्वेसन उठेको थियो छलफलमा, मैले चाहिँ काम लाग्ला, पहिलो बच्चा जन्म्यो दोस्रो जुम्ल्या जन्म्यो भने अब त्यो कसले परिकल्पना गर्न सक्छ? त्यही त भन्ने कुरा भने चाहिँ यो खालको विभेदपूर्ण नीति राख्ने कि नराख्ने भन्ने बहस थियो के। बालबालिकामा कुनै विभेद हुनु हुँदैन। जुनसुकै भूगोलमा जन्मे पनि बालबालिकाले विभेद सहनु हुँदैन। एउटा कुरा अर्थशास्त्रमा म विद्यार्थी नभए पनि डाक्टर साहबबाटै म सिक्न चाहन्छु। एउटा लगानी जुन हामीले जुन कोषमा लगानी गरेको पनि लगानी हो नि त राज्यलाई, त्यो मानव पुँजीको लागि लगानी गरेको। एउटा जुम्से व्यक्तिले चाहिँ जुम्सो जो छ रोगी छ त्यो व्यक्तिले श्रम गर्न 2 घन्टा पनि गाह्रो हुन्छ। एउटा हृष्टपुष्ट मान्छेले दिनमा 10 घन्टा 12 घन्टा चाहिँ श्रम गर्न सक्छ। श्रम गरिसकेपछि राज्यलाई के हुन्छ? त्यसले रेभिन्यू दिन्छ नि। त्यसकारण सबभन्दा फर्स्ट पोलिसी भनेको राज्यको चाहिँ हेल्थलाई कसरी मजबुत बनाउने भनेको, त्यसमा लगानी लगाउनु राज्य हिचकिचाउनु हुँदैन। तर हाम्रो स्वास्थ्य बिमा कार्यक्रम चाहिँ नसोचेको हिसाबले फेल्युरतिर जाँदैछ। त्यो मैले फेरि त्यो पनि राम्रो कार्यक्रम आयो, जस्तै म यहाँले हेल्थकै कुरा, राम्रो कार्यक्रम आयो स्वास्थ्य बिमा कार्यक्रम, राम्रो पनि चलिरहेको थियो। अब त्यो स्वास्थ्य बिमा गरे बापत उपचार लिन जाने अस्पतालले राज्यबाट पैसा पाएन। अनि स्वास्थ्य बिमा गराउनेले के सोच, म वर्षैभरि रोगी नै लागेन, मेरो पैसा सित्तैमा खेर हो भने किन अवेरनेसको कमी भयो, अब फेल्युरतिर उन्मुख हुँदैछ। भनेको हामी यो यस्तै यस्तै के जटिलतामा छौँ कि कार्यक्रम राम्रो ल्याउँछौँ, पोलिसी राम्रो ल्याउँछौँ, इम्प्लिमेन्टेसनमा चुकेको कारणले फेरि फेल हुने र दुष्चक्रमा घुम्ने के फेरि त्यो स्थिति छ। नेपालमा यसलाई चाहिँ अघि पनि भने केही विपदले गर्दाखेरि पनि केही धनी व्यक्ति पनि गरिब हुने अथवा विश्वको जुन चक्र छ, जुन युद्धको कारणले विविध कारणले पनि नेपालमा जुन अर्थतन्त्र चलायमान नभएको कारणले त्यस्तो क्राइसिसहरू त आइ नै राख्छ। त्यसलाई हामीले कसरी फेस गर्ने भन्ने कुरा भयो। तर वास्तवमा चाहिँ मलाई के लाग्छ भन्दाखेरि त्यसरी भाग्न चाहिँ पाइँदैन। र हामीले जुन अब फेरि राज्यले पनि पपुलर कार्यक्रम भनेर ल्याउने, तर हाम्रो देश चाहिँ यस्तो देश रहेछ हजुर, नीति जस्तो सुकै भए पनि नियति खराब भएपछि गाह्रो छ। यो चाहिँ कसले चेन्ज गर्ने? बहसबाट हुने, हामी कसरी परिवर्तन गर्छौँ? जब त्यो नियतले हामीले क्लियर गऱ्यौँ भने त्यो कार्यान्वयन सहज हुन्छ। नियम जतिसुकै बलियो भए पनि नियत खराब भयो भने गाह्रो रहेछ। त्यसलाई हामीले आफैले परिमार्जन गरौँ। हामी नेपालीहरूले त्यसमा पनि कन्ट्रिब्युट गर्न जरुरी छ, परिमार्जित हुन जरुरी छ। र म सरकारलाई फेरि पनि के भन्छु भन्दाखेरि नेपालको एउटा समस्या चाहिँ अस्थिर सरकारको कारणले पनि नीति तथा कार्यक्रमलाई निरन्तर लागू गराउन नसक्ने अवस्था पनि भएकोले यस्ता तत्त्वहरूले पनि चलखेल गर्ने अवस्था पाएको छ। अन्तमा पनि म के भन्न चाहन्छु भन्दाखेरि अघि अलिकति भोट ब्याङ्कको कुरा अलिकति पेचिलो भयो क्या। त्यो भोटको लगानी नि, भोट भन्ने कुरा यस्तो सेन्सिटिभ वस्तु हो, मलाई काटी पनि मन जितेन भने आउँदैन कि हजुर। सरकारले त्यो बालबालिका र त्यो ज्येष्ठ नागरिक र त्यो पीडित वर्गको मन जितेर सरकारले मत लिएर एकमाना बहुमतको सरकार लिने, मत आउने गरी सरकारले काम गर्न जरुरी छ। त्यसकारण सरकारलाई होमवर्क गर्न अझै जरुरी छ भन्छु म। होमवर्क म हामी अन्त्यमा चाहिँ एउटा प्रश्न लिन्छु। पहिले राम सरसँग जान चाहे, अब उहाँहरूलाई सुझाव के छ? सामाजिक सुरक्षामा योगदानमा आधारित चङ्क बढाउनै पर्यो होइन? योगदानमा आधारित भएन भनेदेखि चाहिँ
हामी ठेक्न नसक्ने अवस्था छौँ। योगदानमा आधारित बनाउनको लागि ऊ काम गर्न सक्षम बनाउनु पर्यो अहिलेको बालबालिकालाई, बालबालिकादेखि लगानी गरेर उसलाई रोजगारसम्म पुर्याउनु पर्यो, उसले कमाउनु पर्यो, अनि राज्यमा योगदान गर्नु पर्यो, अनि भोलिको लागि सामाजिक सोच्ने। यहाँ अब पार्लियामेन्टमा बजेट र यो नीति कार्यक्रम चलिरहँदाखेरि अहिले आएको नीति कार्यक्रममा आएको यहाँले हेरिसक्नु भएको छ, के छ उहाँहरूलाई सुझाव, के उठाउनु पर्यो? उहाँले के उठाउनु पर्यो भन्दाखेरि सामाजिक सुरक्षाको लागि फन्ड कम छ। फन्ड कम भएको हुँदा अहिले 1% सामाजिक सुरक्षा कर भनेर लगाइन्छ सबैले, हाम्रो ट्याक्समा 1% सबैले, लो इन्कम हाई इन्कम सबै ग्रुप छ। अब त्यसले भ्याउँदैन कि तपाईँहरू प्रोग्रामबाट पछाडि हट्नु पर्यो, त्यसलाई लाने हो। अब 1 लाई 1.5 गरिदिनुहोस् एटलिस्ट, त्यसले खासै ठुलो मार पार्दैन। 1 लाई 1.5 गरिदिनुहोस्, डबल जम्प होइन, त्यसले अलिकति सेभिङ हुन्छ। अनि त्यो पनि फेरि सामाजिक सुरक्षा कोषको खातामा जाँदैन नि, त्यसलाई के गर्नु? सामाजिक आखिरमा सामाजिक सुरक्षा कर भनेर जुन राज्यले लिन्छ, सामाजिक सुरक्षा कोषको खातामा गएन, हामीलाई काम गर्न अप्ठ्यारो खातामा नगए पनि यतातिर त कम्पेन्सेट हुन्छ सरकार। किनभने सामाजिक सुरक्षामा पनि प्यारलली अन्तबाट फन्ड आएन भने फेरि सरकारले कन्ट्रिब्युट त्यता पनि गरेको हुन्छ। अनि त्यो पार्टमा एउटा पार्ट त्यो जाउँ। अर्को पार्ट हाम्रो के भएको छ भने छरिएर रहेको छ कि स्वास्थ्य सम्बन्धी, जस्तो त्रिभुवन युनिभर्सिटीले आफ्नो इन्सुरेन्स प्रोग्राम गरेको छ, हाम्रो तलबाट कति पर्सेन्ट काट्छ त्यो काटेर लिएर गएको छ। अनि लाइफ इन्सुरेन्स भनेर अर्कोतिर भइराखेको छ, अनि अर्कोतिर कर्मचारी सञ्चय कोषको आफ्नो छ भनेदेखि यसरी जुन छरिएर रहेको छ, यो छरिएर रहेको कामलाई तपाईँले एउटा सिङ्गल द्वारबाट जहाँ हुन्छ त्यहीबाट उसले चाहिँ हेल्थ फेसिलिटी भएपछि त्यसको डुप्लिकेसन कम हुन्छ, र त्यो चाहिँ तपाईँको चाहिँ डुप्लिकेसन चाहिँ कम भयो भनेदेखि त्यसले चाहिँ तपाईँको सेभिङ गर्छ र स्वास्थ्यको एउटा चाहिँ रिटर्नमा चाहिँ लिएर जान सकिन्छ। दोस्रो कुरा यो गर्नु पर्यो। र तेस्रो कुरो हेल्थकै कुरा गर्दाखेरि सबै ठाउँमा सबै प्रदेशमा एउटै स्ट्याटसका इक्वलका हस्पिटलहरू छैनन्। कतिपय चाहिँ सामाजिक सुरक्षा भनेर जान्छ, डाक्टरै राम्रो हुन्न, हस्पिटलको क्वालिटी नै हुन्न, विश्वास छैन मान्छेको, मान्छे त्यहाँ जान चाहन्न भनेदेखि एटलिस्ट हरेक प्रदेशमै त्यहीँका मान्छेलाई एउटा स्ट्यान्डर्ड हस्पिटलहरू जे छ उहाँहरूले त्यो चाहिँ तपाईँको चाहिँ के भन्छ हस्पिटल चाहिँ त्यो चाहिँ खोलिदिनु पर्यो। त्यो भइसकेपछि तपाईँको सामाजिक सुरक्षाको रूपमा चाहिँ जान चाहिँ त्यसरी चाहिँ सकिन्छ। ओके, अनि अब महेशजीसँग अन्तिम कुरा गरेँ मैले, जस्तै यति कुरा आइसकेपछि अब हामीले पार्लियामेन्टमा उठाइरहँदाखेरि कुन कुन कुरामा स्ट्रेस दिने, फोकस हुने कुराहरू पनि आइराखेको छ होइन, र अभियसली योगदानमा आधारित बढाउनु नै छ र सामाजिक सुरक्षालाई सुनिश्चित गर्नु छ भने अब यहाँहरूको स्ट्राटेजी के हुन्छ? अन्तिम प्रश्न यो के छ भने जस्तो अहिले सरकारले चालु अवस्थामा रहेका सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमहरू छन्। यहाँले अहिले भनेकै जस्तो स्वास्थ्य बिमाको जस्तो लोकप्रिय कार्यक्रम हो, तर यो आज हिँड्दै अलपत्र पर्ला कि जस्तो अवस्था पनि पुग्यो नि। यो एउटै के हो भने स्रोतको अभाव चाप नै हो भन्ने कुरा हामी बुझ्नुपर्छ। त्यस कारणले गर्दा एउटा सरले भनेको जस्तो हाम्रा टोटल विविध ठाउँबाट, विविध सरकारका विविध इन्स्टिट्युसनहरूबाट जसरी प्रदान गरिएका चाहिँ सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरू छन् त्यसलाई एउटा बास्केटमा ल्याउँ। त्यस हिसाबबाट एकद्वार त्यही माध्यमबाट अगाडि बढाउने गरी जानुपर्छ। र हामीले सबै जस्तो नागरिक लगानी कोष, सञ्चय कोष र यो चाहिँ यो सामाजिक सुरक्षा कोष, यिनीहरूको बिचको पनि आपसी तालमेल गरेर, र अर्को मेजर कुरा भनेको त सामाजिक सुरक्षा कोषलाई यसको दायरालाई फराकिलो र व्यवस्थित र बलियो बनाउने हो भने त ठुलो मात्रामा इन्टरनल क्यापिटल जेनेरेट पनि यहाँबाट गर्न सक्छौँ, जसका माध्यमबाट राष्ट्रका ठुला एउटा चाहिँ गौरवका आयोजनाहरूमा लगानी गर्न आज सरकारसँग पैसा छैन। त्यो त इन्टरनल क्यापिटल जेनेरेट यहीँबाट हुनसक्छ भने चाहिँ यो पाटोबाट सोचेर विशेष गरी अब एकीकृत मोडलबाट सामाजिक सुरक्षाको पाटोलाई अगाडि बढाउनुपर्छ। यसमा सरकारले आवश्यक लगानी गर्नुपर्छ। अनौपचारिक क्षेत्रमा सहयोगदानमा सरकारले, सङ्घीय सरकार र प्रदेश सरकारले आफ्नो उपस्थिति बजेट मार्फत देखाउनुपर्छ, लगानी बढाउनुपर्छ र बढीभन्दा बढी पिपुललाई यसरी योगदानमा आधारित सामाजिक कार्यक्रममा, सुरक्षा कार्यक्रममा जोड्दै जान थालेपछि एउटा समयसम्म शिक्षामा, स्वास्थ्यमा, अन्य विविध सेक्टरमा पनि यसले चाहिँ त्यो माध्यमबाट कभर हुँदै जाँदाखेरि एउटा समयपछि त हेर्नुहोस् आज हामी ठुलो मात्रामा खर्च गरिरहेको सामाजिक सुरक्षाका नामको खर्चहरू एकातिर तपाईँको एउटा चाहिँ लगानीको रूपमा पनि अगाडि बढ्छ, त्यसले दिगोपन पनि प्राप्त गर्छ र अलपत्र पर्ने भन्ने चिन्तामा र यस्तो बहसहरूमा हामी जोडिनु पर्दैन। त्यसैले त्यो पाटोबाट जाने गरी नै हाम्रा मत सुझाव र हाम्रो चाहिँ सरकारलाई यस प्रकारको चाहिँ सुझावहरू रहन्छ। हस्, आजको लागि यो सामाजिक सुरक्षा बहसमा यहाँले समय दिनुभयो, यहाँ तिनैजनालाई धेरै धेरै धन्यवाद। यहाँलाई पनि धेरै धन्यवाद छ। नमस्ते। थ्याङ्क यू।